साथीहरू आज म मेरो बुवासँग आएको छु। बुवा 96 वर्षको हुनुभयो र बुवासँग चाहिँ म सधैँ बसेर भलाकुसारी गर्छु। आज पनि बुवासँग चाहिँ कुरा गर्छु र हजुरहरूलाई चाहिँ त्यो कुरा सेयर गर्छु भनेर अनि आएको छु। मेरो आफ्नै बुवा हुनुहुन्छ। पछाडिबाट आमाले झुल्क्याएर हेर्नु भएको छ, त्यहाँ देखाएँ तपाईँलाई। अनि बुवा, अनि पहाडका कुरा गर्न मन लाग्यो हजुरसित। अनि पहाडमा बच्चामा चाहिँ पढ्दाखेरि अझ भनौँ न, म बच्चामा चाहिँ हजुरसँग गाई बाख्रा हेर्न जाँदाखेरि हजुरले चाहिँ अनि क ख ग घ एबिसिडी कोरेर सिकाउनुहुन्थ्यो। अलिअलि पढ्न जानुभएको थियो त्यति बेला? गइसकेको छु। खबर त अलिअलि जानेको त्यसै भयो, त्यही त नि। अब गाई बाख्रा हेर्न जानु पर्यो, चन्द्रकोटतिर पानी बोक्न जानु पर्यो, दौसो काट्न जानु पर्यो। पानीको दुःख थियो फेरि, पानीको दुःख थियो। नेपाली गाउँतिर जानै पर्यो, जोडे झर्नै पर्यो पर्यो जोडे के अरे पातली पोखरा 5 नम्बर थियो पहिले होइन। हजुर 5 नम्बर जोडे झरियो, जोडे गाविस वडा नम्बर 5 पातली पोखरा बस्थियो। पिडी खोला दुःख काटेर यहाँ काटेको, त्यही त नि। यहाँ बेटिने खेत थियो एउटा ठुलो गोडा दुईसुनका, त्यहाँ जानु पर्यो त्यही त। अनि बुवा त्यो जस्तो खेतीपाती अनि वस्तुभाउ पाल्ने अनि त्यसले चाहिँ खर्च कसरी जो हुन्थ्यो, कसरी म्यानेज गर्नुहुन्थ्यो त्यो सबै? गाई बाख्रा पालियो। त्यही त नि, त्यो गाई बाख्रा पालेर अनि खर्च चल्थ्यो। गाई बाख्रा हेर्न पर्यो, हजुर बेटिनी पनि झर्नै पर्यो, यस्तै दुःख काटेको। त्यही त नि। त्यो गाई बाख्रा पालेर अब आम्दानीको अर्को बाटो थिएन नि त। गाई बाख्रा पालेर खेतीपाती गरेर अनि घर खर्च राम्रै चल्थ्यो बुवा? त्यति बेला चल्थ्यो, त्यही त नि। त्यति धेरै बाहिरको चिज किन्नु पर्थेन होइन। अनि त्यो पहाडको माथि माथि त्यो ठुल्ठुला पोखरीहरू बनाएको देख्थेँ मैले। त्यो पोखरी बनाएको चाहिँ के का लागि रहेछ बुवा? माथि त्यहाँ कहिले मात्र लैन्थ्यो, कहिले चल्तिर वनतिर चराइन्थ्यो। हजुर पानी खाउनु भनेर भन्न, पानी बगिन्थ्यो। पोखरीमा पानी हुन्थ्यो र खान्थ्यो पुग्थ्यो त बर्खा आउँदै महिना मात्रै, त्यही त नि। र माछ्रीको पानी खाइन्थ्यो, त्यही त नि। चाहिँ त्यो पोखरीहरू चाहिँ त्यो के अरे गाई बस्तुलाई चाहिँ पानी खुवाउनुलाई। अनि मूलहरू रसायो भने त्यो मूलहरू नसुकोस् भनेर पनि होला सायद होइन? दुःख थियो। त्यही त नि। गुप्ते राजा पाला दुःख दिन्थ्यो। उता जिम्मालको बेठी खेतारा तिर्न जानु पर्ने, मुखियाका जिम्मालका बाटो खन्न तारसेसम्म पुगिन्थ्यो। हो त नि। यस्तो दुःख थियो। त्यही त नि। राजा हाम्रो नेपालमा पहिला मन्त्री भएको जङ्गबहादुर राणा, त्यहाँ कति भयो कति? ए राणाहरूको कुरा गर्नुभयो, त्यही त नि। ल ठुलो बाबु जन्मेको 48 वर्षमा। अनि 1989 सालमा जन्मनु होइन? भनेपछि उता 11 वर्ष, यता चाहिँ 7 भनेपछि लगभग 17-18 वर्ष हुनुहुँदो रहेछ नेपालबाट राणा हट्दाखेरि। अनि चाहिँ अलिअलि थाहा पाउनु राणा शासन? यो खेता बेठी जिम्माल मुखियाले नलिएको त धेरै भएको छैन। त्यही त नि। अघि त तिरै हो। भनेपछि त्यो उनीहरूले राणाहरूलाई चाहिँ कर, हजुरहरूले पहिले जिम्माल मुखियाहरूलाई तिर्ने, उनीहरूले जम्मा गरेर अनि काठमाडौँ पठाउँथे त्यो सकर जमिनको अनि अरू सबै करहरू यताउता सबै। भनेपछि उनीहरूले जहाँ बोलाए त्यहीँ चाहिँ काम गर्न जानु पर्यो, बाटो खन्न जानु पर्यो, जे भने पनि मान्नु पर्यो। देख्नुभयो साथीहरू, यस्तो चलन थियो नेपालमा। नेपालको पहिला नम्बर फुल पारिजात हो, त्यो पनि जानियो। के अरे अचलको फुल लाली गुराँस, रातो लाली गुराँस,
रातो गुराँस अँ, सेतो गुराँसको नाउँ पनि भनियो। अँ, सेता गुराँसको नाउँ क्या हो भनेर सोधे। अँ, सिमाले गुराँस भनिन्थ्यो। राजाका बाबुको नाउँ क्या हो भनेर सोध्थे, दशरथ भनेर जानियो। ए भनेपछि रामको बुवाको नाम दशरथ। दशरथ। हजुर यता नेपालको राजाहरू जस्तो त्रिभुवन राजा महेन्द्र राजा उनीहरूको नामहरू चाहिँ कतिको सुन्नुभयो? नेपालका राजा पनि अब धेरै, कोही पूर्व राजा भन्थे, कोही के भन्थे। राजाका नाम धेरै थिए। भनेपछि महेन्द्र, अँ, वीरेन्द्र, अतलको के अरे पछिको ज्ञानेन्द्र, ज्ञानेन्द्र। हजुर त्यस्तै सुनियो। ए त्यही त नि। ल अब के भन्ने? ठिक छ, पुग्यो बुवा, भयो, एकदम राम्रो।